हेलो ओके आई एम एट माई वर्क प्लेस र आज मैले धेरैवटा सामान मगाएको थिएँ दराजबाट एन्ड म यतिकै खोल्नेवाला पनि थिएँ। फेरि आई जस्ट रियलाइज कि यसको अनबक्सिङ भिडियो बनायो भने चाहिँ कस्तो हुन्छ होला भनेर। सो लेट मी डु अनबक्सिङ भिडियो। भिडियोहरूको लागि भनेर एउटा माइक मगाएको थिएँ। सो जसमा यस्तो प्याकेट यो भित्र चाहिँ यस्तो रहेछ है। मैले चाहिँ यो कलर माइक पनि युज गरेको थिएँ एन्ड यो चाहिँ K9 वायरलेस माइक्रोफोन भनेको छ। एन्ड नाइस, हेर्दा चाहिँ राम्रो छ। यस्तै नै थियो पिक्चरमा पनि एन्ड यस्तै नै पाएँ। हामी यसरी राखेर चाहिँ वी क्यान युज भोइस ओभरको लागि, सुटको लागि, इन्टरभ्यूहरूको लागि। एउटा पिस छ, अर्को पिस छ, सानो दुईवटा केबल छ। हियर इज अनदर पिस अल्सो। केजिङ तर्फ जान्छु। गुड लक ब्याम्बो प्लान्ट। ओके ठिक छ। मैले अलि यत्रो सोचेको थिएँ तर यो पनि राम्रै रहेछ। अलि एक्सपेन्सिभ थियो यसलाई। सो पैसा लिए अनुसारको चाहिँ धेरैवटा नै छ यो। ओके यसरी पानी हालेँ मैले। प्याकेज यो चाहिँ नाइस। एमटी 25 ट्राइपोड 340 ग्राम, मैक्सिमम लोड 2 केजीसम्म धान्दो रहेछ यसले। यसको हाइट भने 320 mm, मिनिमम हाइट 195 mm छोटो गर्न मिल्छ, म्याक्सिमम हाइट 275 सम्म लामो गर्न मिल्छ। ट्राइपोड 1 बाई युनिभर्सल स्क्रु, यसको यो सबै छ। फिचर्सहरू नन स्लिप रबर युज गरेको छ। 2 एङ्कल एडजस्टमेन्ट, बल हेड। मैले दराजको 3 अफर चल्दाखेरि किनेको हो। नाइस। ओके यो चाहिँ के हो आई डोन्ट नो। मैले फिक्स गरेको थाहा हुन्छ होला। स्ट्यान्डहरू सही रहेछ, सही। अब यो चाहिँ फेरि यस्तो है, आफूलाई कसरी घुमाएर राख्नु मन लाग्छ, कसरी अट्याच बनाउनु मन लाग्छ यस्तै। नाइस। यस्तो बलियो छ होला, जे गरेर पनि टाइट गर्ने, लुज गर्ने, स्क्रु रोटेटिङवाला। यसलाई तलमाथि गर्नु मिल्छ। यो भएन हामी भिडियो बनाउनुलाई इजिली सक्यो है। नाइस नाइस नाइस। इजी टु सेट गर्न पनि इजी रहेछ। माइक पनि आई गेस यो अफर चलेको बेला किनेको थिएँ होइन। आई थिङ्क 1900 को 1100 समथिङमा आएको छ। यो पनि अलमोस्ट 1000 जतिमा आएको छ। एन्ड यो चाहिँ महँगो नै परेको छ। बाहिरतिर 600-700 पर्छ तर फेरि यो ठुलो पनि छ, धेरैवटा पनि छ, राम्रोसँग पक्रेको पनि छ। सो यसलाई पनि 999 पऱ्यो। अनि गौतम बुद्धको स्ट्याचु छ 1200 को।